Hello everyone. आज चाहिँ हामी यसीमा 2080 मा मधेस प्रोभिन्समा सोधे एउटा क्वाड्रेटिक इक्वेसनको क्वेशन गर्दैछौँ एन्ड द क्वेशन इज अन द स्क्रिन. क्वेशन चाहिँ के छ भन्दाखेरिमा द प्रेजेन्ट एज अफ कमल एन्ड रिना आर 20 years and 16 years respectively. In how many years the numerical product of their ages will be 480? Find it भनेको छ. अनि यो क्वेशनलाई चाहिँ हामीले कसरी सल्भ गर्छौँ भन्दाखेरिमा चाहिँ what is given in the question? Present age of कमलको कति छ त? प्रेजेन्ट एज अफ कमल कति छ? प्रेजेन्ट एज अफ कमल इज 20 years. त्यसै गरी प्रेजेन्ट एज अफ रिनाको प्रेजेन्ट एज कति छ? 16 years छ. यदि मैले रिनाको र कमलको एजलाई मल्टिप्लाई गर्छु भने यो कन्डिसनमा कति आउँछ भन्दा 20 into 16 भनेको कति हुन्छ? हाम्रो 320 हुन्छ, राइट? 320 हुन्छ. हो, यसरी नै मलाई चाहिँ क्वेशनले चाहिँ के भनेको छ भन्दाखेरिमा चाहिँ क्वेशनले चाहिँ इन हाउ मेनी इयर्स द न्यूमेरिकल प्रोडक्ट अफ देयर एजेस विल बी 480 भनेपछि अब आज भन्दा यो प्रेजेन्ट एज भन्दा चाहिँ कति वर्ष पछि चाहिँ उनीहरूको एजको न्यूमेरिकल प्रोडक्ट अर्थात् उनीहरूको एजलाई मैले प्रोडक्ट गर्दाखेरि चाहिँ 480 आउँछ भनेर चाहिँ हामीलाई के गरेको छ? क्वेशनले दिएको छ भने लेट अस कन्सिडर आफ्टर a years the numerical product, है, the numerical product of their age, product of their age will be 480. हामीले के गर्यौं त भन्दाखेरिमा चाहिँ आफ्टर a years the numerical product of their age will be 40 भनेर हामीले के कन्सिडर गर्यौं भन्दा ए वर्षपछि चाहिँ उनीहरूको एजको जुन प्रोडक्ट छ त्यो चाहिँ कति हुने रहेछ? 480 हुन्छ भनेर हामीले के गर्यौं त? कन्सिडर गर्यौं भने अब आफ्टर ए इयर्स, है, आफ्टर ए इयर्स एज अफ कमल विल बी एज अफ कमल कति हुन्छ त भन्दा यदि मैले चाहिँ जस्तै अहिले कमल 20 वर्षको छ भन्नुको मतलब कमल इज 20 years old राइट नाउ. आफ्टर 5 years व्हाट विल बी हिज एज भन्दाखेरिमा कति हुन्छ? 20 + 5 इज इक्वल टु 25 years हुन्छ. 5 वर्षपछि चाहिँ कमलको एज कति हुन्छ? 25 years old हुन्छ. त्यस्तै गरी रिनाको 5 years पछि कति हुन्छ एज? रिनाको 5 years पछि कति हुन्छ त? 16 + 5 इज इक्वल टु कति हुन्छ त? 16 + 5 इज इक्वल टु 21 years हुन्छ. हो, त्यस्तै 5 years पछि भए जस्तै आफ्टर ए इयर्स पछि चाहिँ कमलको एज कति हुन्छ भन्दा 20 + a years हुन्छ. 20 + a years हुन्छ. त्यस्तै गरी आफ्टर ए इयर्स एज अफ रिना कति हुन्छ? एज अफ रिना व्हाट विल बी द एज अफ रिना? इट विल बी 16 + a years. Okay, then what is the condition here? After a years the product of their ages will be 480. Okay, so that अब हामीले के गर्छौं भन्दा 20 + a into 16 + a is equal to 400 कति हुने भो? 80 हुने भो, राइट? अब यसलाई सल्भ गरौँ है त. और 20 ले मैले केलाई गर्नु पर्यो? 16 + a लाई मल्टिप्लाई गर्नु पर्यो. त्यसपछि प्लस a ले 16 + a लाई के गर्नु पर्यो? मल्टिप्लाई गर्नु पर्यो. यसको रिजल्ट कति आउँछ रे? 480 आउँछ. और 20 * 16 भनेको कति हुन्छ? 320 हुन्छ. 320 + 20 * a 20a + 16 * a कति हुन्छ? 16a हुन्छ. त्यसैगरी a * a कति हुन्छ? a² हुन्छ. इज इक्वल टु 480 हुने भो. अब यसलाई सल्भ गरौँ है त. ओके एभ्रीवन, a² लाई अगाडि राखौँ. a² + 36a + 320 - 480 इज इक्वल टु 0. यो 480 हामीले बुझ्ने भाषामा के त? इक्वेसनको राइट ह्यान्ड साइडबाट लेफ्ट ह्यान्ड साइडतिर आएको छ भने सबट्र्याक्ट हुन्छ, यदि प्लस छ भने माइनस हुन्छ भनेर हामीले जनरली बुझिरहेको हुन्छौँ. अहिलेलाई त्यति नै बुझौँ, ठिक छ? ओके एभ्रीवन, और अब के छ हामीसँग यहाँबाट के आउँछ भन्दा a² + 36a माइनस कति हुन्छ त? 160 इज इक्वल टु 0 आउँछ. यो कस्तो टाइपको इक्वेसन आयो त हामीसँग अब भन्दा? दिस इज क्वाड्रेटिक इक्वेसन. यो कस्तो टाइपको इक्वेसन आयो? क्वाड्रेटिक इक्वेसन आयो. अब यसलाई सल्भ गर्दाखेरि मलाई a को भ्यालु कतिवटा आउँछ? a को भ्यालु 2 वटा आउँछ है. a को भ्यालु कतिवटा हुन्छ? 2 भ्यालुज है. 2 वटा भ्यालुज आउँछ a को भने. अब यसलाई सल्भ गरौँ है त. ओके एभ्रीवन, यसलाई सल्भ गर्दाखेरि अब और a². अब यसलाई चाहिँ मैले फ्याक्टराइजेसन मेथडबाट सल्भ गर्छु भने मलाई चाहिँ फ्याक्टराइजेसन मेथडबाट सल्भ गर्दाखेरि चाहिँ के चाहिन्छ भन्दा यदि यस्तो टाइपको दुईवटा नम्बर चाहियो मलाई जसको के हुन्छ त?
प्रोडक्ट गर्दाखेरि कति आउनु पर्यो -160 आउनु पर्यो अनि सम गर्दाखेरि कति आउनु पर्यो त +36 आउनु पर्यो भने यस्तो दुईवटा नम्बरहरू के हुन सक्छ होला त भन्दा त्यो दुईवटा नम्बरहरू चाहिँ हाम्रो के हुन सक्छ त +40 र -4 हुन सक्छ कि सक्दैन +40 र -4 लाई यदि मैले प्रोडक्ट गर्छु भने -160 आउँछ सम गर्छु भने कति आउँछ +36 आउँछ आउँछ हो आउँछ भने हामीलाई चाहिने दुईवटा नम्बरहरू के रहेछन् त a² प्लस के रहेछन् त ती नम्बरहरू 40 - 4a -160 इज इक्वल टु 0 और a² प्लस 40a - 4a -160 इज इक्वल टु 0 यसलाई सल्भ गर्दै जाउँ a कमन हुने भयो यतिबाट मैले के कमन लिए a कमन लिएपछि अब यहाँ के बाँकी हुने भयो a बाँकी हुने भयो a + 40 यताबाट -4 कमन लिए के बाँकी हुने भयो a + 40 इज इक्वल टु 0 अब यति दुईवटाबाट मैले कमन लिन्छु भने के बाँकी हुन्छ मसँग कमन के हुन्छ a + 40 दुवैमा भएको a + 40 कमन हुने भयो त्यसपछि a + 40 कमन भएपछि बाँकी के हुने भयो त a - 4 इज इक्वल टु 0 अब यसलाई सल्भ गरौँ आइदर a + 40 is equal to 0 therefore a is equal to -40 or a - 4 is equal to 0 therefore a is equal to 4 भनेपछि हामी यहाँ के क्याल्कुलेट गरिरहेछौँ यसमा हामी एज क्याल्कुलेट गरिरहेछौँ भने क्यान एज बी नेगेटिभ एज नेगेटिभ हुन सक्छ कहिले सक्दैन भनेपछि यो के भयो त हाम्रो लागि फल्स भयो द्याट इज दिस इज ट्रु हैन एज पोजिटिभ हुनुपर्छ therefore after 4 years the numerical product of the age of Kamal and Rina will be कति त 480 हामीले के गर्यौं त हाम्रो आन्सर के रहेछ त 4 इयर्स चाहिँ हाम्रो आन्सर रहेछ अब यसलाई चेक गरौँ है त हामीले कुनै पनि इक्वेसन सल्भ गर्छौं भने त्यसको के पनि गर्न सक्छौं त हामीले करेक्ट छ कि छैन पनि चेक गर्न सक्छौं जस्तै कमलको अहिलेको प्रेजेन्ट एज कति थियो 20 इयर्स थियो भने अब कमलको आफ्टर 4 इयर्स कति हुन्छ एज आफ्टर 4 इयर्स कति हुन्छ त 24 इयर्स हुन्छ भने रिनाको कति हुन्छ आफ्टर 4 इयर्स 16 + 4 20 हुन्छ अब यी दुईटालाई प्रोडक्ट गरौँ त प्रोडक्ट गर्दा कति आउँछ 480 आउँछ 480 आउँछ भनेपछि हाम्रो आन्सर के भयो त फाइनल्ली करेक्ट भयो भनेपछि यस्तो टाइपको क्वेशन आयो भने अब सबैले सल्भ गर्न सकिन्छ होला है यदि यस्तै टाइपको अथवा अरु डिफरेन्ट टाइप अफ कम्पल्सरी म्याथमेटिक्सको केही क्वेशन्सहरुमा तपाईहरुलाई डाउट छ भने कमेन्ट सेक्सनमा पनि तपाईहरुले क्वेशन राख्न सक्नुहुन्छ हामी त्यो कमेन्ट सेक्सनबाट क्वेशन लिएर सल्भ गरेर यसरी नै भिडियो लिएर आउने नै छौं ओके एभ्रीवन थ्यांक यू सो मच